ल एकैछिन यो डेट एन्ड क्यालेन्डरको है त यो प्रश्नको समान क्यालेन्डर अन्तर्गतको प्रश्न हेरौँ। समान क्यालेन्डर भनेको सेम क्यालेन्डर अन्तर्गतको सेम क्यालेन्डरको। अब सेम क्यालेन्डरको कन्सेप्ट के छ भन्दा यदि रविले आफ्नो विजय दिवस कति 5 जनवरी 1965 मा है 5 जनवरी 1965 मङ्गलबारका दिन मनाइरहेको छ भने फेरि सोही बार कहिले विजय दिवस मनाउँछ भनेको छ। फेरि सोही बार भनेको समान क्यालेन्डरको यो हुबहु भनेको जस्तै के छ भन्दा तपाईले यसको लागि समान क्यालेन्डरलाई तपाईले एउटा कुरा के बुझ्नु पर्यो भन्दा रिमाइन्डर 0 1 2 वा 3 आउँछ भने कति वर्षपछि हुन्छ। जस्तो सपोज मानौ एकछिनमा इक्जामको लागि 2020 छ भने वर्षलाई 4 ले भाग गर्ने है। यो 20 लाई 4 ले भाग गर्ने 20 लाई 4 ले भाग गर्दा कति आउँछ त 4 5 जा 20 भयो भने कति आयो त शेष कति आयो 0 आयो नि। शेष 0 भनेको रिमाइन्डर 0 आउनु रिमाइन्डर 1 आउँछ रिमाइन्डर 2 र 3 आउने खालको प्रश्नमा दिन्छ। यदि रिमाइन्डर 0 आउँछ भने 28 वर्ष पछिको पात्रसँग समान हुन्छ भनेको लिप इयरको भनेको प्लस 28 गरिदिनु हो क्या। त्यसैगरी 1 आयो भने 6 वर्ष पछिको पात्रसँग समान हुन्छ है प्लस 6 गरिदिने हो। जति जुन वर्ष दियो त्यसमा प्लस 6। जस्तो सपोज 2020 मा कति त 0 आयो भने कति 2020 मा 2020 प्लस 28 गरिदिने के 2020 र 2048 को पात्र समान हुन्छ भन्ने कुरा हेर्नु पर्यो। त्यसैले 2 र 3 आयो भने 11 वर्ष पछिको पात्रसँग समान हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। अब हेर्नु हामीले के भने वर्षले 4 लाई भाग गर्ने शेष हेर्ने 0 आएको केसमा चाहिँ 28 वर्ष पछिको पात्रसँग समान हुन्छ। 1 आयो भने 6 वर्ष पछिको 2 या 3 आयो भने चाहिँ 11 वर्ष पछिको पात्रसँग समान हुन्छ भन्यो है। अब कति छ 5 जनवरी 1965 लाई त 1965 मा वर्ष भनेको कति हो 65 हो। 65 लाई कतिले भाग गर्ने 4 ले भाग गर्ने हो। 4 1 जा 4 भयो कति आयो त 2 आयो 25 भयो। 4 6 जा कति भयो त 24 हो। रिमाइन्डर कति आयो 1 बचे नि 1 रिमाइन्डर आउँछ भने कति वर्ष पछिको पात्रसँग समान हुन्छ त 1 शेष आयो भने है 1 शेष आयो भने कति वर्ष पछिको पात्रसँग समान हुन्छ 0 आयो भने 28 वर्ष पछिको 1 आयो भने 6 वर्ष पछिको 1 2 या 3 आयो भने 11 वर्ष पछिको पात्र भनेको 1965 मा प्लस कति गर्नु पर्यो त 6 वर्ष पछिको भने प्लस 6 गर्दा कति आयो त 1971 को पात्रसँग समान हुने हो भनेको 5 जनवरी 1971 भने कहाँ त 1971 भनेको अप्सन बी सँग चाहिँ हुने भयो है।